नमस्कार, स्वागत छ यहाँलाई क्रिकेटका कुरा युट्युब च्यानलमा। म्याच नम्बर 11 काठमाडौँ गोर्खास भर्सेस लुम्बिनी लायन्स। काठमाडौँ गोर्खासले चाहिँ 22 रनले हिजोको जित प्राप्त गरेको थियो भनेपछि लुम्बिनी लायन्सको चाहिँ ब्याटिङ अर्डर एक्सपोज भएको थियो। हामीले चाहिँ यस गेमको चाहिँ पोस्ट म्याच प्रेजेन्टेसन चाहिँ ल्याएका छौँ। सुरु गरौँ। सुरुमा हामी काठमाडौँ गोर्खासको बारेमा कुरा गरौँ। उहाँ चाहिँ टस हारेर चाहिँ ब्याटिङ गर्न आउनुभएको थियो। उहाँबाट ओपनिङ जोडी चाहिँ बेल शाश्वत र आकाश त्रिपाठी। आकाश त्रिपाठीले पहिले जस्तै योपालि पनि रन त हानेका छन् तर स्ट्राइक रेट नै छैन। एउटा सेट भएका प्लेयरले स्ट्राइक रेट मेन्टेन नगर्नु एउटा धेरै ठुलो कमजोरी हो जस्तो मलाई चाहिँ लाग्छ। आज पनि 36 बलमा 32 रन हानेर गएका छन्। उहाँको ब्याटबाट रन त आउँछ, रन नआएको छैन, तर स्ट्राइक रेट भने जहिले पनि माइनसमा हुन्छ उहाँ। र बेल शाश्वत उहाँले आज चाहिँ रन बनाउन सकेनन्, डकआउट भए। चाहिँ शेर मल्लले एउटा आफ्नो पहिलो ओभर नै, गेमको दोस्रो ओभर र उहाँले आफ्नो पहिलो ओभरको पहिलो बलमा नै उहाँलाई चाहिँ आउट पार्न पुगेका थिए। र राशिद खानले अलि रन त हाने, 10 बलमा 14 रन हाने। त्यसपछि उहाँ पनि आउट हुनुभयो। विदेशी प्लेयर मिलन कुमार आउनुभयो। मिलन कुमारले पनि 20 बलमा 17 रन, उहाँको पनि स्ट्राइक रेट चाहिँ हामीले देखेनौँ यो गेममा। र जन सिम्सनले पनि 3 मा 7 र इरास्मसले पनि 15 मा 17। यो के हो भन्दा एउटा विदेशी प्लेयरहरू चाहिँ कुनै पनि चलेका छैनन् ब्याटिङ अर्डरमा। विदेशी प्लेयर, ओभरसिज प्लेयर चाहिँ चलेनन् र विदेशी प्लेयर नचलेपछि चाहिँ नेपाली प्लेयरको हालत पनि देखिहाल्नु। आकाश त्रिपाठी र स्ट्राइक रेट छैन। राशिद खानले पनि रन बनाएनन्। सन्तोष यादवले थोरै रन बनाएका थिए, 26 रन बनाए 16 मा। तर जुन आदिल आलम चाहिँ जो सबैको नजर आदिलमा थियो, सबैको एक्सपेक्टेसन आदिलमा थियो, उहाँ पनि 7 बलमा केवल 4 रन बनाएर आउट भयो। थोरै सरप्राइजिङली भनौँ अथवा एउटा बलर करण केसी एक्सपेक्ट चाहिँ हामी गरेका थिएनौँ, तर पनि उहाँले चाहिँ एकदमै राम्रो खेलिदिनु भएको थियो। जुन चाहिँ 11 बलमा 34 रन उहाँले ग्राउन्डमा आधी तुफान भूकम्प जे भने पनि हुन्छ त्यो चाहिँ ल्याउनु भएको थियो। र त्यही 11 बलमा 34 रनको कारण काठमाडौँ गोर्खाजले 157 रन बनायो। 158 को टार्गेट दिएर 22 रनले चाहिँ जित्न पुगेको हो। यदि करण केसीको त्यो ब्याट चलेको हुन्थेन भने चाहिँ आज काठमाडौँ गोर्खा सायद जित्ने थिएन होला। त्यसपछि कुरा गरौँ, हामीले सन्तोष यादवको कुरा गर्न पनि इम्पोर्टेन्ट छ है, किनकि उहाँलाई पनि राम्रो स्टार्ट मिलेको थियो होइन। 150 करिब 150 को स्ट्राइक रेट चाहिँ खेलिरहेका थिए, तर चाहिँ आफ्नो जिम्मेवारी पूर्वक चाहिँ उहाँले सर्ट खेलेका थिए भनेपछि चाहिँ शेर मल्लले चाहिँ उहाँको क्याच गरेका थिए। भनेपछि तपाईँले राम्रो स्टार्ट मिलिसक्यो, गेमलाई चाहिँ अन्तिमसम्म चलाउनुहोस्, अन्तिमसम्म खेल्नुहोस् है। टिमलाई चाहिँ अल आउट हुनबाट बचाउनुहोस्। यो चाहिँ जिम्मेवारी चाहिँ लिनु पर्यो। काठमाडौँ गोर्खासले चाहिँ ब्याटिङ अर्डर चाहिँ कसैले पनि जिम्मेवारीपूर्वक खेलेको जस्तो मलाई लाग्दैन। स्टार्ट सबैलाई मिलेको छ, तर चाहिँ एउटा स्टार मिलेको खेलाडीले चाहिँ कमसेकम 50 सम्म 60 सम्म 70 सम्म जाने चाहिँ कसैको पनि माइन्डसेट यहाँ देखेको थिएन। सो यति नै हो काठमाडौँ गोर्खासको ब्याटिङको कुरा गर्दै चाहिँ। बलिङको कुरा गरौँ, शेर मल्लले एउटा इम्प्रेसिभ बलिङ गरेका छन्। क्याच पनि 2टा महत्त्वपूर्ण क्याच गरेका छन् र बलिङ पनि महत्त्वपूर्ण 2टा। चार्ल्सवर्थ र हाम्रो आकाश त्रिपाठी। चार्ल्सवर्थ र आकाश त्रिपाठी दुईटै ओपनिङ जोडीलाई चाहिँ शेर मल्लले आफ्नो पन्जामा लिएका छन् र क्याचमा पनि क्रुसियल क्याच गरेका थिए। मिलिन कुमारको क्याच र सन्तोष यादवको क्याच, दुईटा चाहिँ एकदम क्रुसियल क्याच चाहिँ गरेका थिए। र मलाई लाग्छ उहाँ चाहिँ एउटा की प्लेयर चाहिँ लुम्बिनी लायन्सको चाहिँ हुन सक्छन् र हुन् पनि जस्तो लाग्छ मलाई। अर्को चाहिँ काठमाडौँ गोर्खासबाट सन्तोष यादवले पनि अलिक इम्प्रेसिभ त गरेका थिए। ब्याटिङमा थोरै जिम्मेवारहीन चाहिँ भए उहाँ। रन पनि आएको हो, 16 मा 26 आएको हो, र बलिङ पनि उहाँले चाहिँ राम्रै गर्नुभएको थियो। एक ओभरमा 1 विकेट लिएर 3 रन मात्रै लिनुभएको थियो र उहाँले अझै चान्स पाएको भए अझै लिनुहुन्थ्यो होला। राम्रो बलिङ चाहिँ गर्दै आउनुभएको थियो।
अब लुम्बिनी लायन्सको पनि कुरा गरौँ। मलाई त कुरा गर्नै मन छैन लुम्बिनी लायन्सको। क्याप्टेन्सी त्यस्तै जो जिम्मेवारहीन क्याप्टेन्सी भएको छ। रोहित पौडेल 2 विकेट खसिसक्यो, 3 विकेट झरिसक्यो, टिकेर खेलौँ छैन। 16 मा 11 अन्धाधुन सर्ट हान्न, रिभर्स हान्न जरुरी नै थिएन, त्यो सर्ट हान्न जरुरी थिएन, त्यो हान्न पुग्यो र एलबिडब्ल्यू आउट भयो। नेपाली खेलाडीहरूको यो सिजनमा हामीले एकदमै देखेका छौँ स्विट सर्ट हान्न खोज्ने र एलबिडब्ल्यू आउट हुने क्या, यो एकदमै धेरै भइसकेको छ। सन्दीप जोराको कुरा गरौँ, उहाँ ओपनर ब्याट्सम्यान नै होइन, ओपनिङ आउनु भएको छ र हावा सर्टमा आउट हुनुभयो, 5 बलमा 7 रन हानेर आउट हुनुभयो। यता पनि विदेशी प्लेयर डिआरपी सर्टले पनि 11 मा 22 त हान्नुभयो, उहाँले पनि अब रङ सर्टमै आउट हुनुभएको हो। जिम्मेवार बिन ब्याटिङ उहाँले पनि सिनियर प्लेयर भएको नाताले चाहिँ उहाँले चाहिँ जे होस् एउटा राम्रो स्टार्ट मिलिसक्यो, पावर प्लेमा विकेट नगुमाउने हिसाबले त्यो माइन्डसेटले खेल्न चाहिँ एकदमै जरुरी छ। यता पनि फर ओभरसिज प्लेयरको पनि त्यही छ हालत। यता पनि ओभरसिज प्लेयर चाहिँ कुनै पनि चलेन। अब ओभरसिज प्लेयर नचलेको दिन नेपाली प्लेयर त चल्नुपर्ने हो। खै त नेपाली प्लेयर नै छैन, सबै टिम आफ्नो विदेशी प्लेयरमा मात्रै निर्भर देखिएको छ। विदेशी प्लेयर नचलेको दिन खुलित्त गेम, खै त रनै आउँदैन। 157 को 158 को टार्गेट चेस भइरहेको छैन, 22 रनले हारिरहेको छ। 2-3 रनले हार्यो भने पनि एउटा चाहिँ ल केही छैन, खेलेको हो, राम्रो खेलेको हो भन्न हुन्थ्यो। 22 रनले हारेको छ भने त्यो त के हो त, चलेकै छैन। रोहित पौडेलको नेपाली प्लेयरको कुरा गरौँ, सन्दीप जोरा 5 बलमा 7 रन, रोहित पौडेल 16 मा 11, जो चाहिँ क्याप्टेन हो। क्याप्टेनले चाहिँ त्यस्तो पारी खेल्नु, त्यस्तो रङ सर्ट खेल्नु एउटा लज्जास्पद नै हो। त्यसपछि दिलीप नाथ 33 मा 25 रन, 33 बल खेलिसके, 5.5 ओभर खेलिसक्यो उहाँले, सेट ब्याट्सम्यान र 25 रन आउट हुँदैछन् रङ सर्ट हालेर। सुमित महर्जन डकआउट, उहाँ विवेक यादवको रिप्लेसमेन्ट। कुनै पनि मैले चाहिँ 2 म्याच देखेँ उहाँको, 2 म्याचमा नै रन आएको मैले देखिनँ है। त्यसपछि शेर मल्ल, शेर मल्लको चाहिँ म आज तारिफ नै गर्नेछु। शेर मल्लको चाहिँ तारिफ गर्न योग्य व्यक्ति नै हो मलाई चाहिँ लाग्यो। आजको की प्लेयर नै शेर मल्ल हो लुम्बिनी लायन्सबाट। ब्याटिङबाट पनि रन आएको छ, 18 मा 27 रन, सबैभन्दा धेरै रन पनि उहाँकै छ, 27 रन लुम्बिनी लायन्स तर्फबाट। र बलिङ पनि उहाँले एकदमै राम्रो, फिल्डिङ पनि एकदमै राम्रो, अलराउन्ड पर्फर्मेन्स चाहिँ गरेका थिए। त्यसपछि अभिषेक गौतम 8 मा 4, तिलक भण्डारी 8 मा 6। नेपाली ब्याट्सम्यान फ्लप चाहिँ भएको छ। बलिङ पनि फ्लप नै थियो, ब्याटिङ पनि फ्लप छ। र यो चाहिँ के हो भन्दा अब ब्याट्सम्यानलाई पनि हेर्नु पर्यो, नेपाली ब्याट्सम्यानलाई पनि चान्स जसको आइरहेको छैन र रिप्लेस गर्नुहोस्, अर्को ल्याउनुहोस्, अर्कोलाई चान्स दिनुहोस्। त्यो ब्याट्सम्यानबाट रन नै आइरहेको छैन पटक पटक भने त्यो अर्कोलाई त चान्स दिनु पर्यो नि त। यो एउटा लिग हो, नेसनल गेम होइन कि चान्स दिँदै गरौँ आइ नै हाल्छ, एक दिन आइ नै हाल्छ भन्ने। एउटा लिमिटेड गेम छ, 7 गेम मात्रै खेल्ने हो। तपाईँलाई प्लेअफमा पनि खेल्नु छ, प्लेअफ पुग्नु छ। यसरी रङ सर्ट हानेर रङ त्यो स्टेबल नै छैन, तपाईँको प्लेइङ 11 स्टेबल छैन। अनि यसरी चाहिँ कसरी चाहिँ तपाईँ प्लेअफमा पुग्नुहुन्छ, कसरी क्वालिफाई हुनुहुन्छ। त्यसपछि अब दिलीप नाथको चाहिँ के नै कुरा गरौँ। अब दिलीप नाथको पनि तपाईँले हेरिसक्नुभयो, गेम हेरिसक्नुभयो, स्ट्राइक रेट पनि तपाईँलाई थाहा छ के कस्तो छ भन्ने चाहिँ। तर शेर मल्लको चाहिँ मलाई लागि चाहिँ शेर मल्ल चाहिँ अझै खेल्न सक्थे है, किनकि 3D प्लेयर हो, 3 डाइमेन्सन प्लेयर हो, ब्याटिङ फिल्डिङ बलिङ कडा। तर रनआउट हुनुभयो है, फेरि आफ्नो गल्तीले आउट हुनु भएन कि रनआउट हुनुभयो। बलिङ फिल्डिङको फिल्डरको हातमा थियो, तर पछाडि नै हेरिरहेका थिए। सिधै दौडेको भए पनि उहाँ सायद बस्थे होला जस्तो लाग्यो मलाई है, फास्ट दौडेको भए चाहिँ बस्थे होला। तर तारिफ गर्नुपर्छ आज शेर मल्लको छ, नाम पनि शेर, काम पनि शेर, फिल्डिङमा ब्याटिङमा, त्यसपछि बलिङमा पनि शेर। अनि अब चाहिँ आजको गेमको कुरा गरौँ। आज पनि हुँदैछ गेम, बेलुकी 4 बजे विराटनगर किङ्स भर्सेस चितवन राइनोज। अब यसको चाहिँ हामीले चाहिँ प्रिम्याच चाहिँ प्रिभ्यू चाहिँ गर्दैछौँ। प्रिभ्यू अब 11 त के भन्नु, प्लेइङ 11 त विनै हुन्छन्, त्यस्तो चेन्जेस आउँदैन। धेरै आए, एकजना प्लेयर चेन्जेस आउने हो।
विराटनगर किङ्समा पनि त्यही नै हो प्लेयरहरू। अब फाफ डुप्लेसी आउनु नै भएको छैन चेन्जेसको लागि। फरेन प्लेयर नेपाली प्लेयर भनेको चाहिँ उहाँहरू नै खेल्नुहुन्छ, किनभने उहाँहरू सेट नै हुनुहुन्छ, त्यो चेन्जेस आउँदैन। चितवन राइनर्समा चाहिँ आउन सक्छ, एकजना दुईजना प्लेयर चाहिँ चेन्जेस आउन सक्छ चितवन राइनर्सबाट। र अनि प्रिडिक्सन चाहिँ कसले चाहिँ जित्ला त आज तपाईँको तर कसले जित्छ? अब मेरो पोइन्ट अफ भ्यूले चाहिँ यसो हेर्नुपर्दा चाहिँ मेरो होइन सबै नेपालीको पोइन्ट अफ भ्यूले हेर्दा चाहिँ सबैको डिसिजन चाहिँ एउटै होला जस्तो लाग्छ। चितवन राइनर्सको फ्यानहरू चाहिँ तपाईँहरू निराश हुनु होला होइन, किनकि अब विराटनगरको कुरा गर्दा चाहिँ विराटनगरले चाहिँ 3 म्याचमा चाहिँ 3 म्याच जितेको छ भने चाहिँ चितवनको कुरा गर्दा चाहिँ 3 म्याचमा 1 म्याच मात्रै जितेको छ भने चाहिँ मोर स्टेबलको कुरा गर्दा चाहिँ एकदमै स्टेबल देखेको छ योपालि विराटनगर। त्यसपछि आई विल गो विथ विराटनगर किङ्स। मेरो पनि त्यही छ कुरा, किन भन्दा विराटनगर किङ्सले चाहिँ सुरुवाती क्रमबाट नै आफ्नो एउटा मजबुत बनाएको छ, टिमलाई स्टेबल बनाएको छ, ब्यालेन्स टिम छ। उहाँहरूले खेलाउने तरिका पनि ब्यालेन्स छ, राम्रो खेलाइरहनु भएको छ। चितवन राइनर्सको चाहिँ तपाईँको प्लेइङ 11 त छ, राम्रो प्लेइङ 11, तर त्यो एरेन्जमेन्ट मिलेको छैन, कसलाई कता खेलाउने होइन, कुन ठाउँमा कसलाई खेलाउने र प्रेसरमा कसले चाहिँ ह्यान्डल गर्न जान्छ त, त्यो चाहिँ मिलेको छैन जस्तो चाहिँ मलाई लाग्छ। एउटा गेममा चाहिँ राम्रो देखियो, ल चितवन योपालि पनि फेरि डोमिनेट गर्ने भयो भन्ने चाहिँ हामीले लागेको थियो, तर फेरि दुईवटा गेम चाहिँ त्यस्तै हार बेहोर्नु पऱ्यो, अगाडि पछाडि मिलेन। त्यही भयो र यो गेममा पनि मलाई चाहिँ लाग्छ विराटनगर किङ्सले नै चाहिँ आज बाजी मार्नेछ, आफ्नो हातमा बाजी मार्नेछ र 4-4 गरेर टेबल टप चाहिँ हुनेछ, मलाई चाहिँ त्यस्तो लाग्छ। अनि तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ त? आज प्लेइङ 11मा चेन्जेस आउला कि नआउला र कसले चाहिँ आज गेम जित्न सक्छ, त्यो चाहिँ तपाईँहरू कमेन्ट बक्समा भनिदिनु होला। र यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो त्यो पनि कमेन्ट बक्समा छोडिदिनु होला। राम्रो लागेको भएमा एउटा लाइक, कमेन्ट, सेयर र च्यानललाई चाहिँ सब्सक्राइब चाहिँ गर्न नभुलिदिनु होला। धन्यवाद। शुभ दिन। शुभ दिन।